10 महिनासम्म एउटा प्रसव पीडा थामेर हामीले सन्तान उत्पादन गर्न सक्छौँ भने, सन्तानलाई जन्म दिन सक्छौँ भने हामीले गर्न नसक्ने केही छैन भन्नुपर्छ तपाईँहरूले। तर हामीलाई केले छेक्छ? हामी कतै हिँड्यौँ भने मेरो राम्रो लुगा छैन कि भनेर छेक्छ, हामी बिहाबटुलमा जाने बेलामा राम्रो साडी छैन कि भनेर छेक्छ, अलिकति पैसा भयो भने सुन किन्ने कि भनेर छेक्छ, अलिकति 2-4 जना पाहुना आयो भने घरभित्र मेरो जुठो भाडा भिजो माझेको छैन कि भनेर पिर्छ, होइन? तर समान सहभागिता जनाउन तपाईँहरू लाग्नुपर्छ। यो पीर मेरो मात्रै होइन, बिग्रेको मेरो मात्रै होइन, कमजोर म मात्रै होइन भनेर सोच्नुभयो भने तपाईँहरूले यो संसार हाँक्न सक्नुहुन्छ। हामीले अरूलाई हेरेर हुँदैन, त्यो फलानी यस्तै भएर हिँड्ने भनेर हुँदैन, आफै त्यो फलानी जस्तै भएर हिँड्न सक्ने हुनुभयो भने हामीले धेरै कुरा हासिल गर्न सक्छौँ, हो नि त? हो, तसर्थ म तपाईँहरूसँग अनुरोध गर्न चाहन्छु, समय फर्केको छ, थुप्रै कुराहरू छन्। 84 कुरा चस्स प्रशिक्षकले उठाइहाल्नुभयो, म त नबोली के नबस्नु। राजनीति भनेको चाहिँ अहिले तपाईँहरू माग्ने ठाउँमा हुनुहुन्छ नि, हो? अहिले अध्यक्षज्यू म लगायत कार्यपालिका दिने ठाउँमा छौँ अथवा नेतृत्व नीति बनाउने ठाउँमा छौँ। तपाईँहरू सबैजना लाग्नुपर्छ, पक्रास यिनीहरूले हामीलाई दिएन भने हामी त्यो ठाउँमा पुग्छौँ भनेर लाग्नुपर्छ। लाग्ने कि नलाग्ने? लाग्ने। भएको हेर्नुहोस्, केही भएको छैन नबोलिदिनुहोस्, धेरै भएको छ। कति तपाईँहरू समक्ष म विनम्र अनुरोध गर्दै अब यो 84 आम नारीहरूको 84 हो भनेर तपाईँहरू लागिदिनु हुन अनुरोध गर्दै, तपाईँहरू हरेक वडामा चाहिँ हामी महिलाको नेतृत्व स्थापित गर्छु भनेर लाग्दिनु हुन अनुरोध गर्दै, हामीले हार मानेर केही हुँदैन, चुनावमा भाग लिने हो, जित हार दोस्रो कुरा हो, भाग लिन्छु भन्न सक्ने नै नेता हो। तसर्थ तपाईँहरू सबैजना त्यो वडाको विभिन्न आफ्ना आफ्ना दलमा आबद्ध हुनुहुन्छ होला, कहाँ हुनुहुन्छ होला, जहाँ हुनुहुन्छ, स्वतन्त्रबाट पनि त उठ्न पाइन्छ नि। दलै नभएको मान्छे पनि स्वतन्त्रबाट भने नि उठ्छु भनेर लाग्दिनुहोस्। दलमा भएका साथीहरू दल आफ्नो पार्टीको नेतृत्वलाई, लिडरसिपलाई हामी चुनावमा उठ्न क्यापेबल छौँ भनेर आफ्नो दाबी पेश गर्न सक्नुहोस्।